नमस्कार सम्पूर्णमा पछाडि देख्न सक्नुहुन्छ चित्तल जसलाई अङ्ग्रेजीमा व्हाइट स्पोटेड डियर पनि भनिन्छ। चितवन राष्ट्रिय निकुञ्जको एक सुन्दर चञ्चल बासिन्दा। मलाई सधैँ मनपर्छ कसरी रातो खैरो शरीरमा सेतो धब्बा हरियालीमा सजिलै लुक्छन्। चित्तलहरू अत्यन्तै सामाजिक जनावर हुन्। प्राय झुन्डमा बस्छन् र एकअर्काको सुरक्षा गर्छन्। जब उनीहरू खतरा महसुस गर्छन् नि अनि तीव्र गतिमा दौडिन्छन्। कहिलेकाहीँ त 60 देखि 70 किलोमिटर प्रति घण्टासम्म पनि उनीहरू दौडिरहेका हुन्छन्। उनीहरूको मुख्य खाना घाँस पात र साना बिरुवाहरू हुन् र वनमा उनीहरूको जीवन सरल तर रमाइलो छ। चिकित्सकको दृष्टिले हेर्दा पनि उनीहरूको शरीर र व्यवहारले प्राकृतिकको अद्भुत सन्तुलन देखाउँछ। चितलहरू वनको सुन्दरता र वन्यजन्तु जीवनको जीवित झलक हुन्। यदि तपाईँहरूलाई पनि वन्यजन्तुको यो अद्भुत संसार नजिकबाट अनुभव गर्न चाहनुहुन्छ भने रमाइला भिडियोहरूका लागि फलो गर्नुहोस्। हस्त धन्यवाद। टाटा बाई बाई। सबैको कल्याण होस्।